हेलो सबैजनालाई नमस्कार। जय नेपाल है आज धेरै लामो समयपछि फेरि एउटा भिडियो बनाएको छु समसामयिक बढ्दो राजनीतिक घटनाक्रम लिएर। यतिखेर चुनावमय भएको छ देश। हर्षोल्लासका साथ राजनीतिक पार्टीहरू आफ्नो चुनावी प्रचार तपाईँको असार र मङ्सिर जस्तो किसानलाई यतिखेर राजनीतिक पार्टीहरूका केही हुँदैछ। रूपमा प्रचार प्रसार एकदम व्यस्त भएका छन्। स्वाभाविक प्रक्रिया हो, यो हुनै पर्छ होइन। आफ्नो एजेन्डाहरू लिएर जाने स्वाभाविक प्रक्रिया हो यो होइन। शान्तिपूर्ण तरिकाले भइरहेको छ। कहीँ पनि कुनै पनि त्यस्ता किसिमका घटनाहरू सुनिएको छैन। एकदम राम्रो सुन्दर भएरै होइन शान्ति सुव्यवस्था कायम भएकै छ। यस्तै हुनुपर्छ लोकतान्त्रिक मुलुकमा। यो अभ्यास एकदम राम्रो हो होइन। त्यसो भएको हुनाले यो त नियमित प्रक्रिया हो, हुने नै हो चुनाव होइन। ढिलो चाँडो आवधिक निर्वाचन हाम्रो भारतवर्षमा हुने कानुनी व्यवस्था छ होइन। तर यो विषम परिस्थितिमा यो चुनाव भयो, जेएनजी आन्दोलन भयो, त्यसपछिको परिस्थिति भनेको चुनावमा जाने परिस्थिति आइपर्यो। त्यो विषम परिस्थितिले गर्दा अहिले हामी चुनावको सङ्घर्षमा छौँ। त्यसैले चुनाव त आयो होइन, राजनीतिक पार्टीहरू पनि गए सबै आफ्नो प्रचारमा होइन। भ्याइ नभ्याइ छ उनीहरूलाई भोट माग्नको लागि। त्यसैले राजनीतिक रूपमा समाज अहिले धेरै विभाजित छ। तल्लो तह ग्रासरुटदेखि नै नेपाली समाज विभाजित भएको अवस्था छ। तपाईँ हामी जति विभाजित भए पनि अब सबैको एक एकवटा मुद्दा छन्, सबैले भनेका त्यही हुन् होइन। सबैले फलाउने सुनै भन्छन्, भनिराखेकै छन् होइन। के फलायो त अहिलेसम्म होइन। 2000 यता 62-63 पछि हेरौँ न, शान्ति प्रक्रिया आएपछिको अवस्थादेखि अहिलेसम्म हेर्दाखेरि के फलायो त, कति फलायो त। त्यसैले साथीहरू तपाईँ हाम्रा खेताला चाहिँ कस्ता छन् भन्ने कुरा हुन्छ कि। त्यसैले अब मालिकहरू बाली उठाउन त आए होइन। साथीहरू अब कसको मेलो गर्ने भनेर कोही यता कोही उता होइन। कोही तारा भनेको छ, कोही घन्टी भनेको छ होइन, कोही सूर्य भनेको छ, कोही रुख भनेको छ होइन। माटो चिम के हो, हलो के हो अहिले त। त्यसैले जो जहाँ गए पनि जहाँ रहे पनि एउटै हो। हाम्रो संस्कृति एउटै छ, सभ्यता एउटै छ, लुवाइफुवाइ एउटै छ होइन, रहन सहन संस्कृति एउटै छ। अनि हामी विभाजित हुनुपर्ने कारण के छ त? किन विभाजित हुने? सबै कुरा हाम्रो साझा छन् होइन। तपाईँले लाउने खाने एउटै हो, तपाईँलाई मनपर्ने चिज एउटै हो होइन। तपाईँलाई दाल भात तरकारी मनपर्छ, तपाईँलाई मलाई पनि त्यही दाल भात तरकारी मनपर्छ होइन। त्यसैले हामीले समाजमा गर्ने सामाजिक अभ्यासहरू एउटै छन् होइन। धर्म संस्कृति साझा छन् हाम्रा होइन। हामी वर्षौँदेखि मिलेर आएको समाज हो हाम्रो। हाम्रा पुस्ताहरूले हाम्रो समाजलाई होइन, हाम्रो संस्कृतिलाई जोगाएर राखेको, हाम्रो सभ्यतालाई यसरी विकसित गरेका थिए। जसरी बहुभाषी बहुसांस्कृतिक होइन विविधता बीचको एकता चाहिँ हाम्रो समाजमा हाम्रो पुर्खाहरूले स्थापना गरेका थिए। त्यसैले हाम्रो सबैको एजेन्डा पनि त्यही हो। फेरि जुनसुकै पार्टीको भए पनि होइन, उद्देश्य सबैको राम्रो हुन्छ। राजनीतिक पार्टी भनेको साझा संस्था हो होइन। देश विकास गर्ने, समाज विकसित बनाउने होइन, जनतालाई चाहिँ सुखी सम्पन्न बनाउने नै हो। तर यो हिसाबले त हुँदैन नि त। हामी एकीकृत हुनु पर्यो नि त समाजमा। राजनीतिक पार्टीको उद्देश्य नि त्यही हो, विभाजित गर्ने होइन, एकीकृत हुने। त्यसैले हामीले ग्रासरुट लेभलको के अभ्यास गर्नु पर्यो त भन्दाखेरि के हो त मेन एजेन्डा? सबैजना बसौँ न ल, सबैजना बसौँ। के हो त एजेन्डा? राष्ट्रिय एजेन्डा के हो हाम्रो? स्थानीय तहमा हाम्रो समस्याहरू के हुन् होइन। तपाईँ ग्रासरुट लेखिदिने चाहिँ मुद्दाहरू, त्यहाँको समस्याहरू माथिको मान्छेलाई थाहा हुँदैन क्या होइन। ग्रासरुटदेखि हो नि। तब हामीले नि तपाईँको के गर्नुपर्छ भन्दाखेरि तपाईँको एउटा समुदाय टोलमा पनि कस्तो व्यवस्था हुनु पर्यो त भन्दाखेरि तपाईँको त्यहाँनिर टोलको अथवा समाजको गाउँको विकास गर्नलाई साझा न्यूनतम कार्यक्रमहरू हामीले त्यहाँ जाने उम्मेदवारहरूलाई हाम्रो समस्याहरूको बारेमा पहिचान गरेर साझा बनाउनु पर्यो। जुनसुकै पार्टीको होस् होइन।
त्यो आफ्नो अब लोकतान्त्रिक मुलुक हो होइन, बहुदलीय प्रतिस्पर्धा छ यहाँ त, जुन पार्टीमा लाग्न नि पाइयो, हुन नि पाइयो। तर हाम्रो मान्यता चाहिँ के हो त, हाम्रो त उद्देश्य यही हो, तपाईँ त्यो पार्टीमा लाग्नुहोस्, ऊ पार्टीमा लाग्नुहोस्। तपाईँले यहाँ चाहिँ के नेपालमा चाहिँ कस्तो भइदियो त भने व्यक्ति स्वार्थ केन्द्रित राजनीतिले एकदम जरा गाडेको छ नेपाली समाज। त्यसैले स्वार्थ केन्द्रित राजनीतिले के हेर्छ त भन्दाखेरि व्यक्ति हेर्छ, उसले समाज हेर्दैन, उसले दृष्टिकोण हेर्दैन, उसले विचार हेर्दैन। त्यसैले यो हिसाबले चाहिँ नेपाल अगाडि बढ्न सक्दैन। त्यसैले अब सामूहिकताको एकता हाम्रो सबैको त्यही हो, मैले अघि पनि भनिसकेँ होइन, सबै कुराहरू साझा छन्, हाम्रा उद्देश्य नै साझा छन्। तर हामी विभाजित भइयो क्या, यसरी विभाजित भइयो कि तपाईँ हामीलाई एक किसिमले जोडिनै नसक्ने अवस्थामा हामी विभाजित भएका छौँ नेपाली समाज। त्यसैले फेरि यो राजनीतिले बनाएको हो होइन, राजनीतिले बनाएको त किन राजनीतिले बनाएको होइन। अब केन्द्रमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो केन्द्रीय राजनीतिले यो ग्रामीण ग्रासरुटसम्म जनतालाई नै धेरै यो पारेको छ, प्रभाव पारेको छ। अब तपाईँ हामी बुझ्दैनौँ है, कहिले कता हुन्छौँ, त्यही हो, जसको खेताला गरे पनि त्यही हो, तपाईँ हामी पछाडि नै हो। यो चुनाव आउँदा एकछिन उत्साहित हुनुहुन्छ, जानुहुन्छ, झ्याप्प भोट हाल्नुहुन्छ होइन, के हुन्छ भन्नुहुन्छ, फेरि भोलि पाउने त्यही हो। अहिलेदेखि तपाईँको ल हेर्नुहोस् न, कहिलेदेखि भोट हाल्छ, 2007 सालदेखि, 2007 होइन 2015 सालदेखि चाहिँ त्यो भएको, बिचमा फेरि यताउति भयो होइन। त्यसो भएको हुनाले त्यही हो। त्यसैले अब हामी चाहिँ ग्रामीणबाट जुन पार्टीको भए पनि के हुन्छ भने साझा न्यूनतम कार्यक्रम हुन्छ, तपाईँहरूले पेस गर्नुपर्छ। जुनसुकै पार्टीको भोट माग्न आयो भने हाम्रो एजेन्डाहरू यो हुन्, हाम्रा मुद्दाहरू यो हुन्, यो तपाईँले पुरा गर्नुपर्छ भन्ने हिसाबले जानुपर्छ। त्यसरी सामुदायिक एकता भनेकै अहिलेको देश विकासको ठुलो मेरुदण्ड हो। त्यसैले त्यति भन्न चाहन्छु। त्यसैले अब भोट कसलाई हाल्ने त भन्दाखेरि तपाईँहरूलाई चाहिँ कस्तो लागोस् त भन्दाखेरि भोट हालेको मान्छेले तपाईँले आत्मग्लानी नहोस् क्या, भोलि छाती फुलाएर मैले यसलाई भोट हालेको हो भन्ने चाहिँ तपाईँमा होस् क्या। मैले भोट हालेको मान्छेले यस्तो गर्यो, यो भनेको यस्तो हुनुपर्छ, यस्तो मान्छेलाई भोट हाल्नु पर्यो भन्ने चाहिँ तपाईँमा भावना हुनु पर्यो। तपाईँको एउटा मौरी थाहा छ, तपाईँले हामीले भोट हाल्ने मान्छे चाहिँ कर्मी मौरी जस्तो होस् क्या, जसले होइन हजारौँ दूरीको किलोमिटर पार गरेर फुलको रस खोजेर मह बनाउँछ नि होइन, कति मेहनती छ उसले, आफ्नो चाहिँ त्यहाँको रानी मौरीलाई कसरी सुरक्षित गरेर राख्छ कर्मी मौरीहरूले होइन। त्यो मह कति अमूल्य हुन्छ, त्यसले बनाएको मह होइन, हजारौँ लाखौँ वर्षसम्म कहिले ड्यामेज हुँदैन। त्यस्तो नेता चाहियो क्या अब ओखलढुङ्गा जिल्लालाई होइन। उसका भिजनहरूले, उसका कामहरूले होइन ओखलढुङ्गेली जनतालाई कहिले शिर निहुरेर हिँड्नु पर्ने अवस्था नहोस्। ठाडो मन, उच्च मनोबलबाट होइन ओखलढुङ्गाको मान्छे हो भन्ने किसिमको चाहिँ ओखलढुङ्गा जिल्लालाई चिनाउने, चित परिचित गराउने त्यस्तो नेतृत्व चाहिन्छ। बुझ्नुभयो? त्यसैले साथीहरू भावनामा बगिएर होइन, तथ्यमा टेकेर, समाजलाई बुझेर, समाजको आवश्यकतालाई बुझेर मत जाहेर गर्नुहोला। अवश्य पनि नेपाली ओखलढुङ्गेली जनताले जित्नेछ। पटक पटक हामीले धेरै हेरिसक्यौँ नि त, अब चाहिँ सही मान्छे छान्ने बेला आएको छ। त्यसैले तपाईँहरूको सही मान्छे को हो, कसलाई भोट हाल्नुहुन्छ, कमेन्ट गर्नुहोला। हस्त नमस्कार।